3, 2, 1. गाइस मलाई एउटा आइडिया आयो यार सुन्न अब त हामीले फ्युचर सिक्योर गर्नुपर्छ ल यो पाराले हुँदैन जस्तो छ अब यो विकासलाई फेरि एलन मस्कको सपना आयो जस्तो छ त्यो त जहिले सपनामै देखिरहनु हो हैन साच्ची अब सुन्न अब हामीले नि आफ्नै कम्पनी खोल्नुपर्छ कम्पनीको नाम चाहिँ सोले कम्पनी त्यसमा चाहिँ के गर्नुपर्छ भन्दा के गर्नुपर्छ क्या इलेक्ट्रिक ट्याक्सी चलाइदिनुपर्छ वाउ अब यो आइडिया त $1 मिलियन को छ त हौ सीईओ चाहिँ मलाई राख्ने फेरि म ड्रेस पनि डिजाइन गरिहाल्छु तेरो लास्ट जब इन्टरभ्यूमा पनि तँ चाहिँ प्यान्ट चाहिँ उल्टा लगाएर गएको थिइस् हैन अब तँ सीईओ चाहिँ हैन तँ जोकर चाहिँ हुन्छस् जहिले जिस्का बस्छ त्यसो भने चाहिँ मलाई चाहिँ स्लिपिङ डिपार्टमेन्टको हेड राख ल मेरो चाहिँ 24 आवर सर्भिस सपना थिएन आइडिया दिन्छ बुझिस् नि याङ्की इन्जिनियर नोरसाङ मार्केटिङ हेड तो चाहिँ सोयल चाहिँ स्लिपिङ डिपार्टमेन्ट हेड अन्त पर्फेक्ट टिम छैन नि त हाम्रो छोड्दा आजदेखि काम सुरु गरिहाल्नु थालिहाल्नु आजदेखि नै छोड्दा कस्तो छिटो यो त पैसाको सोर्स चाहिँ कहाँबाट हो त अन्त ब्याङ्कबाट लोन लिने हो कि जनवरीबाट मामालाई मगाउने तिमीहरूको गफ र मेरो मग त एउटै खालीको खाली जहिले अलिक जा भइहाल्छ नि सोर्स त होइन अब सबैजना उयो देखाउनु पर्यो नि त जोस देखाउनु पर्यो अन्त तेरो मग पनि भरेको भरि हुन्छ नि एउटा कम्पनी चाहिँ खोलौँ न टिम वर्क गरौँ टिम वर्कको के कुरा गर्छस् हौ मैले काम थालिसकेँ मेरो स्यालेरी चाहिँ कहिले दिन्छ तिमीहरू सिइओ र हेडबाट लु स्लिपिङ डिपार्टमेन्टले उयो ड्युटी सुरु गरिसक्यो सीईओ म्यामले अब स्यालेरी दिनु पर्यो हामी चाहिँ कहिलेदेखि सुरु गर्नु आज कि भोलिदेखि नै पर्खिन तिमीहरू के टेन्सन लिन्छस् हौ के टेन्सन लिन्छस् म प्लान गर्दैछु एकछिन न ल अब भयो तिमीहरू पनि उठ अब तिमी पनि अब हामी सबैजना जानुपर्छ घर यो सपना चाहिँ अब हामीले टु बी कन्टिन्यू राख्नुपर्छ छोड्नु चाहिँ हुँदैन हो अब घर गएर चाहिँ आफ्नो आफ्नो काम गरौँ ल अब घाँसहरू काटौँ के साह्रो तिमीहरू हरेस खाएको यति साह्रो हरेस खाएको हट दौडे रहेछ नि त पैसा मिलाउन बरु सबैजना भएर ए है साँच्ची भन्दा मेरो त घरमा दुध दुल्नु थियो हो गाईको अब म जान्छु ल भरे बात मार्नुपर्छ ल भरेतिर भेटौँ न ल ए मेरो पनि रक्सी खाने टाइम भएछ ड्युटी छुट्टी भएको तिम्रो मेरो ड्युटी छुट्टी भयो म लागेको ल अर्को पालि गफ गरौँ त्यो पैसाको ल तिमीहरू के टेन्सन लिन्छस् हौ के टेन्सन लिन्छस् म प्लान गर्दैछु एकछिन न अर्को पालि गफ गरौँ त्यो पैसाको ल